सो हेलो नमस्ते सबैजनालाई आयो सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु आज चाहिँ बाहिर म सबजनाले सपोर्ट गरिदिनु होला यसो नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिनु होला 2 दिन 3 दिन भइसक्यो मलाई घाल्लामा आएन घरमा निस्किनु होइन पढेको पढेछु है चलेर हानेर काला र जागिन मलाई थाहा छैन है ज्याप छ नि अलि हजुर के भन्न चाहनुहुन्छ त नि मेरो भाइको च्यानल यसो भन्नु त केही भन्दै भनेको हावा ला भनेर टारे यार ला घरसम्म पुग्यो भने भ्लग बेलुका हाल्छु के रे गाइस नत्र त्यस्तै हो अब झन् ओह्रालोमा यस्तो कुदाउँछ नि यार यसै त बोल्नै सक्यो होइन ल गाइस हामी घर जान लाग्यो खै मलाई यस्तो छाटाले दाइले मलाई घरसम्म लालान् जस्तो ताने होइन घर गछु भने भिडियो हाल्छु है सबजनाले हेरिदिनु होला बाटो देख्न सक्नुहुन्छ दाइको फेरि धन्न फुटेको यार सिसा भनेकै गाई त्यस्तो अन्यथा नलिनु होला सबले बिजु चाहिँ यहाँ डोजर फरारी सब छ ल हेर्नु दाइले रन गान प्लिज क्या दाइ मेरो गर्लफ्रेन्ड छ धेरै होइन 10 वटा मात्र हो ल सुस्तो चलाउनु दाइ सुस्तो ए दाइ यति बेस गरी नचलाउने यार मेरो गर्लफ्रेन्ड छ कतिवटा 5 वटा छ धेरै त होइन सुस्तो दाइ सुस्तो ए दाइ झन् बेस गरी भके गर्लफ्रेन्डले मर्यो भने रुन्छे म मर्यो भने हामी चाहिँ रासोर आइसकेको छौँ यो चाहिँ हाम्रो पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र अब बिरामी हुनुहुन्छ नि हस्पिटल आउनु मणिपाल जानै पर्दैन सबसे नजिकको हस्पिटल यो चाहिँ हाम्रो रासोराको स्कुल पर्यो है भन्दा आइदिनु होला यहाँभन्दा त पञ्चमुल आउनु रासोराको सिन रहेको छ गाइजहरू अहिले चाहिँ हामी बाटा सहरमा छौँ
हेर्नु त कस्तो कुदा खान आमामा दुईटी लिएर गयो यार यसैको रहेछ दिन भगवान् छन् भने हाम्रो पनि दिन आउला ल बाटो सरमा छौँ हामी यसो यहाँ घुम्न आएको आउनु दाइ टक्क दाइ हामी त यसो ब्लग बनाउँदै हिँडेको घुम्न गएको यहाँ बिहा रहेछ हामी त बाधा लगाइदियो यसो कोही छोड्न हुन्छ र अर्को बिहा खाइदिने अर्को घर आइदिने यो 84 हो भाइ 84 हो म त बिहा लाग्थ्यो र निम्तो त थियो है फेरि निम्तो नभए आएको नामी मासु छ भनेर भन्नुहुन्थ्यो भात हो गाइज अर्काको 84 मा गएर पनि भात ल्याम्ब खाएर हामी दाजुभाइ हिँड्यो अर्काको 84 त अहिले फेरि निम्तो त आएको तर पनि बिर्सो जान झ्याउला आएन अहिले त लास्ट भोक लाग्थ्यो झ्याप्प पस्यो कर खाइहाल्यो कस्तो अनुभव भयो त नि दाइ जेरी कस्तो थियो चाला जेरी खाम भनेको जेरी खाने दिने यार त्यसले त ला यहाँ त घर बन्दै लाग्छ है गाइजहरू ल सब घरहरू मेरो हो है कसको अरे सर्ट बनाएको छ के सर्ट मेरो ल आज चाहिँ ल भिडियो आउँछ युट्युबमा सबजनाले हेरिदिनु होला माया गरिदिनु होला सपोर्ट गरिदिनु होला है ल गाइज अब काट्दा त म आज भन्नेबाट फर्केको आजको दिन चाहिँ यस्तो मेमोरेबल है मेमोरेबल भयो है दाजुभाइ गएको बेलुकाको भिडियोमा बेलुकाको भिडियोमा आउँछ है आज बेलुका सिरबार